काल सर्पयोग। जातकको जन्मकुण्डलीमा राहु र केतुको बीचमा सबै ग्रहहरूको स्थिति हुनुलाई काल सर्पयोग भनिन्छ। काल सर्पयोग प्रत्येक लग्न अनुसार उदित गोलार्ध र अनुदित गोलार्धको भेदले 3456 प्रकारको हुन्छन्। तर पनि अनन्त कुलिक आदि भेदले 12 प्रकारका काल सर्पयोगहरू प्रसिद्ध छन्, जसको बारेमा आउने भिडियोहरूमा बताउने छु। काल भनेको समय र सर्प भनेको साँप या सर्प, अर्थात् काल सर्प भन्नाले समय रूपी सर्पको प्रभाव भन्ने बुझिन्छ। काल सर्पयोगको प्रभाव पर्दा सर्पदंश तुल्य कष्ट मिल्ने गर्दछ, अर्थात् सन्तान पक्षबाट समस्या, आर्थिक सङ्कट, स्वास्थ्य समस्या, मानसिक समस्या, कामकाजमा रुकावट जस्ता धेरै समस्याहरू देखा पर्ने गर्दछन्। काल सर्पयोगको विशेष प्रभाव या पूर्ण प्रभाव जातकको राहुको महादशा चल्दा, केतुको महादशा चल्दा, जीवनको मध्यम समयतिर र गोचर कुण्डलीमा जब जब काल सर्पयोग बन्दछ उक्त समयमा काल सर्पयोगको पूर्ण प्रभाव पर्दछ। काल सर्पयोगको लक्षण: नम्बर 1, सपनामा सर्प या नागहरू बारम्बार देखेमा काल सर्पयोगको प्रभाव परिरहेको छ भन्ने बुझिन्छ। सुतिरहेको समयमा आफ्नो शरीरमा सर्प हिँडिरहेको महसुस भएमा काल सर्पयोगको प्रभाव परेको छ भन्ने कुरा बुझ्नु पर्दछ। काल सर्पयोगको प्रभाव पर्दा मनमा अन्जान डरको महसुस हुने गर्दछ। राति सपनामा नदी, तलाब या कुवा